खोल लग्यो साथीभाइहरूसँग कहाँ वाइज अफ प्याम के छ खबर सन्चै जलान मन सन्चै छु तपाईँलाई स्वागत छ मेरो न्यू डे न्यू ब्लगमा दिस इज थवाङ अब थवाङबाट हामी जलजलातिर जाँदैछौँ अनि मेरो युट्युब च्यानल सस्पेन्डेड भइगयो टर्मिनेट भयो यो भिडियोहरू टिकटक र फेसबुकमा आउनेछ अनि अब बिहान 7 बजे हिँडेको अहिले थवाङ चाहिँ हामी कति बजेर खोल्यो अहिले कति बजे अहिले 5:20 भयो अबको 3 घन्टा जति लाग्ला नि माथि पुग्न ल अब आधी 2 घन्टामा पुग्नेछौँ रात पर्न सक्छ अब त्यतिकै हुन्छ बाँकी ठाडै उकालो रहेछ यार नौ बजे हामी आइपुग्यौँ जलजला आगो ताप्दै खाना खाइयो सब आगो ताप्दै अब यतै सुत्ने हुन्छ होला व्यवस्था मिलाइदिनु उहाँ सुत्ने चिसो बाहिर यति चिसो तुसारो झर्या म त सुत्न आँटे यस्तो छ सुत्ने अवस्था घर हेर्नु त यस्तो काठको घर गाह्रो छ सुतेला अब भोलि बिहान देखाउँछु म जलजला गुड नाइट गुड मर्निङ फ्रम जलजला सनराइज हुँदैछ विथ कप अफ टी टी आउँदै हुन्छ घाम आउँछ शीतलो हुन्छ हिमालको नाम एसी त भएर राख्दै कि जलजला मेरो फोटो खिच्नु नि हिरो बन्नु ल के उपारि ग्रिन ब्लू कलरको टिन लगाएको मन्दिर देखिन्छ होला अब तिमीलाई पूजा गरिन्छ बर्खामा बइदा दामी भ्यू आउँथ्यो यार किनकि चारैतिर ग्रिन हुन्छ सानसानो फुलहरू फुलेको पनि हुन्छ अनि यो तपाईँको माउन्टेन हिमाल उता देखिँदाखेरि सनराइज पनि भइरह मर्निङको भ्यू फ्रम जलजला एउटा मन्दिर छ
देव बारस्थान मन्दिर यो सेतो सेतो युमा सबै हिउँ अब केही महिनामा त खत्रै पर्छ अब स्टार्टिङ हुँदैछ यो पर्न यो सब यो ठुलो ताल पनि यो पानी बग्ने खोला तर जमेको आइस भएको सबै बहुत चिसो छ यार ठाउँ त यस्तो दामी है त्यहाँ पनि एउटा मन्दिर छ त्यहाँ चाहिँ चल्ला पूजा गर्दो रहेछ चढाउने यस्तो ओपी ठाउँ आमा रानी बज्रनाथ मन्दिर ल फ्याम अब हामी यहाँबाट लाग्न लाग्यौँ यो पछाडिको वेट पछाडिको यो पाइन हाउसमा यहाँ हिजो राति हामी नाइट स्टे गरेको अनुहार हेर्न खुइया ल सडेले